तोन्डे गेमर। जब मैले यो भिडियो बनाएँ तब मलाई तोन्डे गेमरको फ्यानहरूले धेरै एडभाइसहरू दिए। हेर, मेरो यो मान्छेसँग मेरो केही पनि पर्सनल दुश्मनी छैन, तर एट द एन्ड अफ द डे आई एम अ क्रिएटर अनि मेरो अडियन्सलाई बुझाउने कुरा मेरो हुन्छ। सो आऊ यिनीहरू अन्धभक्तको बुद्धिमा केही न केही कुरा छिराउने गरी यो भिडियो सुरु गरिदिउँ। पहिलो कुरा, मैले यो वाला भिडियोमा मैले कुनै पनि एउटा गेमर, एउटा सिंगल क्रिएटरलाई अक्युज गरेको छैन। भन्ने हो भने मैले ब्रुटल ट्रुथ मात्र भनेको हो। तर यो नेपाली क्रिएटरको टाइटल लिएर बसेका यी धोतीहरूको फ्यान फलोइङलाई म एउटा कुरा भन्न चाहन्छु। तिमीहरूले पहिला त न त भिडियोको कन्टेक्स्ट बुझेको छ न त केही, अनि यतिकैको मलाई गाली मात्र गरेर छौ। आऊ म बुझाउँछु म यस्तो भिडियो किन तिम्रो फेभरेट क्रिएटरहरूको लागि बनाउँछु भनेर। ल सुरु गरौँ पहिला मेरो फेभरेट क्रिएटरबाट। तिम्रो मसिहा, तिम्रो फ्री फायर कम्युनिटीको गड तोन्डे गेमर। यो मान्छे हुन त नेपालको सबभन्दा मोस्ट सब्सक्राइब्ड युट्युब च्यानलको ओनर हो, तर यसको च्यानलको लोकेसन भने इन्डिया रहेको छ। अब भन, यसलाई कुन मुखले तिमी नेपाली युट्युबर भन्छौ? अनि भयो ल्याङ्ग्वेजको कुरा, कि हिन्दीमा बोल्यो भने पनि के भो र नेपाली अडियन्सले सपोर्ट गर्दैन? नेपालीहरू त्यति पनि सी छैनन् के। फ्री फायर कम्युनिटीमा नेपालीहरू लास्टै धेरै नै छन् अनि सपोर्ट गर्छन्। ल केही भएन, मेन च्यानल उसको इन्डिया रहन देऊ। अब कुरा गरौँ यसको नेपाली च्यानलको बारेमा। तोन्डे पासा। धेरैजनाले मेरो भिडियोको तल कमेन्ट गर्छन् कि तोन्डेको सेकेन्ड च्यानल पनि छ जसमा यसले नेपाली कन्टेन्टहरू राख्छ। ए मेरो भाराभुरी हो, 12 वर्षको नङ्गुपुङ्गु बच्चाहरू। यसले दुईटा च्यानल बनाएको छ जसमा एउटामा 14.1 मिलियन सब्सक्राइबर रहेको छ भने अर्कोमा 1 लाख बढी सब्सक्राइबरहरू रहेका छन्। अब एउटा कुरा भन, यसले के भनेको थियो भन्दाखेरि नेपाली कन्टेन्ट हाल्दाखेरि धेरै भ्युज आउँदैन, धेरै सपोर्ट आउँदैन। तर म यो के देखिरहेको छु, राम्रो भ्युज र सब्सक्राइबर त गेन भएको नै छ त नेपाली कन्टेन्ट हालेर। अनि एउटा कुरा भन, जसले पनि मेरो कमेन्टमा होइन गाली दिनुभयो, तिमीहरूले के गर्यो भन्दाखेरि मेरो भिडियोको रिच बढायो, थाहा छ? ए सरी तिमीहरू त 12-13 वर्षका भाराबुरी हो के अरे। तिमीहरूले जे होस् मेरो अब भिडियो छ नि होइन, कोही ऱ्यान्डम मान्छेले स्क्रोल गर्दाखेरि आउने बनायो जसलाई गेमिङमा इन्ट्रेस्ट छ। हेर, म भ्युजको भोको छैन यो जस्तै होइन, मलाई जस्ट मेरो अडियन्स ग्यादर गर्न छ र नेपालमा गेमिङ सम्बन्धी कुराहरूलाई राम्रो ठाउँमा ल्याउन छ, ताकि नेपालमा रहेको गेमिङको स्किल्सहरू एटलिस्ट वेस्ट नजाओस्। अब आम भिडियोमा तिमीहरूले जुन यो यसको मेन च्यानल तोन्डे गेमर र तोन्डे पासामा जुन यसलाई फलो गर्यौ नि होइन, सब्सक्राइब गर्यौ नि होइन, हल्का सोचेर हेर। भ्युज कसले पायो? तोन्डेले होइन। सब्सक्राइबर कसले पायो? तोन्डेले। पैसा कसले पायो? तोन्डेले। तिमीहरूले के पायौ? म भनौँ तिमीहरूले के पायौ? तिमीहरूले सिर्फ धोका पायौ। एकचोटि याद गर, यिनीहरूले आफै नै तिमीहरूलाई इन्करेज गरेको हो। म तोन्डे गेमरको मात्र कुरा गरेको होइन, तोन्डे सुनिता सबको कुरा गरेको हो। यिनीहरूले तिमीहरूलाई इन्करेज गर्यो कि फ्री फायरमा छुट्टै नेपाली सर्भर हुनुपर्छ भनेर, अनि यिनीहरू आफै इन्डियन सर्भरमा गएर खेलिरहेछन्। अब त रियलाइज भयो कि अझै भनौँ र, तिमीहरूले यतिमा बुझेनौ जसो छ। लेट मी रिमाइन्ड यू। बोल रही हो, कान सुन रहे हो ना, आप लोग स्ट्रीम देख रहे हो तो गुस्सा आ रहा है, गुस्सा मत दिलाओ। बोल रही हो, इन्भाइट करो ना। त्यही भने आफू चाहिँ भर्खरै पेटबाट जन्म लिएको बच्चाहरू छ, यत्रो कुरा गर्छ भने त्यत्तिकै नौटङ्गीहरू केही थाहा छैन, फेरि आउने केही होइन, चाकको गुफ हाल्न धुन सक्दैन, अनि आएर अर्को स्ट्रिममा आएर कच यिनीहरूलाई रे नेपाली सर्भर चाहियो रे। नुब्डेहरू जहाँ अब 1 लाख जना त दिनमा अनलाइन हुन्न, यस्तालाई चाहियो सर्भर। ला तान सबलाई। यो सुनिता गेमिङले यहाँ भर्खर ट्रुथ भनेको हो। मान्छु फ्री फायरमा अहिलेको समयमा धेरैजना छैन नेपालबाट, तर त्यति बेला त थियो होला नि जब यिनीहरूले नेपाली सर्भरको माग गरे। अनि तिमीले यो क्लिपमा आफ्नो अडियन्सलाई गाली गर्यौ। यसबाट त मैले आफ्नो पोइन्ट क्लियर गरेँ होला नि, कि तिमीहरूले अझै यिनी गवारहरू जसले आफ्नो अडियन्सको ध्यान राख्दैन यिनीहरूलाई अझै फलो गर्छौ। एन्ड आई एम नट टकिङ अबाउट तोन्डे गेमर बिकज हि इज अ ग्रेट एन्ड अ गुड गाय। जस्ट द डिफल्ट इज कि यसले आफ्नो भिडियो आफ्नो ल्याङ्ग्वेजमा बनाउँदैन र यसको टाइटल भनेको नेपाली क्रिएटरको छ। तोन्डे ब्रो, तिमीले हल्का पनि हुन्छ नि होइन नेपाली कम्युनिटीलाई सपोर्ट गरिदियो भने होइन, दिस कम्युनिटी विल बी ग्रेट एएफ। तिम्रो पहिलाको भिडियो मैले हेरेको छु, त्यसमा तिमीले नेपाली बोलेर एक्चुली आफ्नो अडियन्सलाई राम्रो वेमा लगिरहेको थियौ, तर अहिले गरेको छैनौ।
जस्ट द थिङ इज कि नेपालीहरूले पनि सपोर्ट गर्छ, यु सुड जस्ट गिभ इट अ फ्रिकिङ ट्राई। अब कुरा गरौँ मेरो अर्को फेभरेट क्रिएटरको बारेमा, मतलब तेस्रो फेभरेट क्रिएटरको बारेमा, लाका गेमिङ। अभियसली म यो भिडियो पछि अरू कुनै नि भिडियो बनाउँदिनँ, यो कुरा सम्बन्धी बनाउनु पर्यो भने त स्योर बनाउँछु, अनि आई एम ट्राइङ टु कभर अप एभ्रिथिङ इन दिस फ्रिकिङ भिडियो। ओके, सो यसको 1 करोड बढी सब्सक्राइबर छन्। यो मलाई यो पुरै फ्री फायर कम्युनिटीको सबभन्दा गवार र सबभन्दा स्क्रिप्टेड च्यानल लाग्छ। यति धेरै सब्सक्राइबर भएर एटलिस्ट कन्टेन्ट त राम्रो होला। यसको कन्टेन्ट हेरौँ त। Oh my god, bro. Oh, hell no, man. What the fuck, man? Get your ass on, boy. मैले त मेरो पहिलो भिडियोमै भनेको थिएँ कि यिनीहरूको होल फ्रिकिङ कन्टेन्ट नै एउटै कुरा हुन्छ, केटीमा प्र्याङ्क। पहिला त यो लाटो मान्छेले मोबाइलको गेम एमुलेटरमा खेलिरहेछ, त्यही माथि स्क्रिप्टेड भिडियो बनाइरहेछ, र एट द एन्ड अफ द डे यसले प्यानल पनि युज गरेको थियो अरे। तिमी कति अमाउन्ट हुन्छ नि होइन, तिमी कति अनस्किल हुन सक्छौ के। तिमी पहिला त मोबाइलको गेम पिसीमा खेलिरहेछौ अनि तिमीलाई ह्याक लगाउनु परिरहेछ। अब स्क्रिप्टेड कन्टेन्टको बारेमा त कुरै नगरौँ, किनभने मोस्ट अफ द प्र्याङ्कहरू र गेमिङ भिडियोजहरू एक्चुअलीमा स्क्रिप्टेड हुन्छ। मेरो हुँदैन, म पर्सनल भन्दैछु, म सोलो खेल्छु होइन। म मेरो कुन पनि भिडियो हेर, इभन यो भिडियो हेर, मैले स्क्रिप्ट बिना बनाइरहेको छु, ओन्ली रिसर्च। अनि यो मान्छेले के गर्छ भन्दाखेरि आफ्नो होल स्क्रिप्टेड प्र्याङ्क जे भए नि हुन्छ नि, आफ्नो कन्टेन्ट पुरै हिन्दीमा बनाउँछ र लास्टमा बेटिङ एपहरू प्रमोट गर्दाखेरि, बेटिङ र ग्याम्बलिङ एपहरू प्रमोट गर्दाखेरि नेपाली बोल्छ। तैँले के नेपाली अडियन्सलाई हावा सोचेको छस् र भाइ? पहिलो त स्क्रिप्टेड भिडियो बनाउँछस्, त्यो नि गेमिङमा स्क्रिप्टेड भिडियो बनाउँछस्, अनि त्यसपछि प्यानल युज गर्छस्, अनि त्यसपछि ग्याम्बलिङ एपहरू प्रमोट गर्दाखेरि नेपाली ल्याङ्ग्वेज युज गर्छस्। त कुन चाहिँ लेभलको गधा होस्? एकचोटि यो लाका गेमिङबाट यसको अकाउन्ट खोज्छ, यससँग कुनै कन्टेन्ट नै हुँदैन, अनि यसले आफ्नो लाइभ स्ट्रिम र भिडियोहरूमा यस्तो हावा हुन्छ नि होइन, यस्तो गधा जस्तो एक्ट गर्छ होइन। यो लिटरल्ली हुन्छ नि होइन, आइसो स्पिड बन्न खोज्छ, तर ब्रो यु आर नट ग्रेट एज हिम के, किनभने त्यसको लाइभ स्ट्रिम भिडियो र त्यसको गेम प्ले स्क्रिप्टेड हुँदैन। आजको लागि यति नै। मन पर्यो भने फलो गर, सब्सक्राइब गर, लाइक गर, जे गर्न छ गर। लाइक इफ यु वान सपोर्ट, जस्ट सपोर्ट।